सस्तो चार्जर युज गरेको फाइदा नै यही हो। हिजो राति कस्टमरले चार्जमा हालेर मोबाइल छोड्नुभयो र बिहान उठेर हेर्दाखेरि मोबाइलै अन भएन र मोबाइल हामी कहाँ लिएर आउनुभयो र मैले चार्जर इन्जेक्ट गर्दाखेरि डिसी मेसिन अटोमेटिक कट अफ भइरहेको छ। यसको मतलब हो कि बोर्डमा सर्टिङ छ र मदरबोर्डलाई हामीले खोल्यौँ र डायग्नोस गऱ्यौँ। डायग्नोस गर्दाखेरि डिसी टु डिसी फिल्टर आइसी सर्ट भेटियो र त्यसलाई हामीले रिमुभ गऱ्यौँ। रिमुभ गरेपछि सर्ट पनि हट्यो र सक्सेसफुल्ली सेट अन भएको छ। यसै गरी हामीले डिसी टु डिसी आइसी रिमुभ गऱ्यौँ र हाम्रो सेट सक्सेसफुली अन भएको छ र प्रपरली चार्ज पनि भएको छ।